26 जना आवेदकलाई हरेकलाई 10 किताबको दरले भाग्यमानी भन्नुपर्छ। हामी टोटलमा 25,37,000 मध्ये 1,18,026 जनालाई मात्र सेयर पर्छ। पक्कै पनि भाग्यमानी होला हैन। उहाँलाई आज हामी सेयर बाँडफाँड गरेर ल्याएका छौँ। यो बिजलाइन इन्डस्ट्री बारेमा मैले अलिकति संक्षिप्त यहाँलाई जानकारी गराएँ। कम्पनीले विगत 2 वर्षदेखि शेयरधारीहरूलाई संस्थापक शेयरधारी मात्र भन्नुपर्छ। अब आजदेखि हामी सर्वसाधारण शेयरधारी यस कम्पनीमा हामी आउँदै हुनुहुन्छ। दुई वर्षदेखि डिभिडेन्ड 2 वर्ष डिभिडेन्ड दिइसकेको छ। 1 वर्ष 8%, सुरुको वर्ष 5% र दोस्रो वर्ष 8% क्यास डिभिडेन्ड शेयरधारीलाई बाँडिसकेको कम्पनी हो। त्यस अर्थमा लाग्छ यो कम्पनी पक्कै लगानीकर्ताको लागि उचित प्रतिफल दिने कम्पनी ठहर्छ भन्ने मलाई लाग्छ। सदा चाहिँ यस बाँडफाँड कार्यक्रमको लागि हामीले बल देखाउँछौँ। यही 9वटा बल हुन्छ। यहाँहरू सबैजना थाहा छ। मैले सबभन्दा पहिला बल देखाएँ। यहाँ 1 नम्बरको बल, 2 नम्बरको बल, 3 नम्बरको बल, 4 नम्बरको बल, 5 नम्बरको बल, 6 नम्बरको बल, 7 नम्बरको बल, 8 नम्बरको बल, 9 नम्बरको बल। हामी यस गोला प्रथा मागभन्दा बढी आवेदन प्राप्त भएको हुनाले गोला प्रथाबाट नै हामी भाग्यमानी 1,18,026 जना आवेदकहरू छान्छौँ। त्यस छान्नको लागि सर्वप्रथम हाम्रो मैसर पक्कै रेडी हुन्छ। मैसर रेडी भएपछि हाम्रो सिस्टम रेडी भयो। अब सिस्टम रेडी भयो। यहाँ 9वटा बल हालेको छु। अब भाग्यमानी लकी ड्रको अगाडि बढ्नुहुन्छ भन्ने हिसाबले हामी अगाडि बढ्छौँ। लगानीकर्ताहरूमध्येबाट एकजनालाई बल छान्नको लागि मैले अनुरोध गर्छु। यहाँ उपस्थित भएको लगानीकर्ताहरूलाई अब असमदाय सदा बल खानु। लक्की बल खानु होला।
आफूलाई पनि सेयर पार्नु होला। ल यता 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 लकी नम्बर 6 अलि तान्नु त। उहाँले बल त तान्नु भएको छ के अब आफूलाई कतिचोटि सेयर पार्नु भएको छ? ल यता बल देखिने सबैलाई सम्पूर्ण हामीले बल तानिसकेका छौँ। लकी नम्बर 6 हाम्रो यस आइपिएलमा बल तान्ने सधैँभरि हाम्रो लक्ष्मण दाई सबैमा चिर परिचित व्यक्ति हुनुहुन्छ क्या। लकी नम्बर 6 रहेको छ। अब हामी 1,18,026 जना लकी सेयरधारी हाम्रो महेश सरले अगाडि बढिसक्नु भएको छ। हामी काठमाडौँ अब अन्तिम चरणमा छौँ क्या। बिहानको समय छ, सबैलाई अफिस जाने हतार पनि छ। काठमाडौँ हामी अन्तिम चरण छौँ। सुरुमाटै गाह्रो हो नि त्यही सकिन्छ। कम्पनीको तर्फबाट केही चिज हाम्रो पत्रकार साथीहरूलाई केही चिज छ भने सोध्नको लागि कम्पनीको तर्फबाट हाम्रो प्रमुख सञ्चालन अतिरिक्त कम्पनी साथी हाम्रो रोशन पौडेल सर हुनुहुन्छ। मैले उहाँलाई आग्रह गरेँ यही छ भने उहाँले सोध्नु होला, नत्र कार्यक्रमलाई ल्यान्ड इनर्जी कम्पनी सञ्चालन गर्दै छ।